राष्ट्रले कसैलाई विभेद गर्दैन, गर्छ र? गर्दैन हैन। जुनै जातिको मान्छेले मकै छर्यो भने मकै उब्जन्छ, फेरि मकै नै फल्छ, कोदो फल्दैन। त्यो अनुसार हामीले बुझ्नुपर्ने कुरा के छ भने हामी कसैसँग विभेद गर्ने अथवा विभेद होस् भन्ने चाहना राख्ने मान्छे हामी होइनौँ। त्यसो भएको कारणले सबै धर्म, सबै जाति, सबै संस्कार, सबै संस्कृति बाँच्न पाउनुपर्छ, फुल्न पाउनुपर्छ, फल्न पाउनुपर्छ भन्ने हाम्रो बेसिक सिद्धान्त रहेको छ। र त्यही अन्तर्गत हामी विभिन्न ठाउँमा धार्मिक स्थलहरूमा पनि भ्रमण गर्छौँ। यहाँ आउनुको कारण पनि त्यही एउटा चाहिँ उद्देश्य हो भन्दा हुन्छ। र यहाँ अब धेरै पहिलादेखि उहाँ हाम्रो सन्तोषजीले आउनुपर्छ पनि भनिराख्नु भएको थियो र मैले यहाँ यो हेर्ने मौका पनि पाएको थिइनँ होइन, सौभाग्य मलाई मिलेको थिएन, आज मिल्यो। र यहाँहरूले सबैजनाले स्वागत गर्नुभएको छ अत्यन्तै राम्रो तरिकाले। यो मालाहरू लगाएर है, यो मालाहरू लगाएर हिँड्ने खालको मान्छे चाहिँ म होइन, तर लगाइदिनु भयो होइन। ससम्मान लगाइदिएको कुरालाई मैले हृदयदेखि ग्रहण गरेको छु। बोलीचाल मेरो कस्तो कस्तो खालको छु होइन, तर मनमा मेरो तपाईँको चाहिँ सबैप्रति सद्भाव छ, सम्मान छ। र त्यही सद्भाव र सम्मानलाई तपाईँको चाहिँ नि हामी सबैजनाले मनन पनि चाहिँ गरेका छौँ।